शिव शनि धामका केही झलकहरू यहाँहरू माझ प्रस्तुत गरिरहेका छौं। यो शिव शनि धामको 108 शिवलिङ्ग हो। हाम्रो उद्देश्य रूपनी गाउँपालिका वडा नम्बर 6 स्थित शिव शनि धामलाई बढीभन्दा बढी दर्शकवृन्द माझ पुर्याउनु हो। त्यहाँको लोकप्रियता, त्यहाँको सौन्दर्यता यहाँहरूलाई देखाउनु हो र हामी त्यसै काममा निरन्तर लागिरहेछौँ र यहाँहरूले निकै साथ दिइराख्नु भएको छ। हामी शिव शनि धामको विविध पक्षहरूको बारेमा यहाँहरू माझ केही न केही लिएर आउने गरेका छौँ। आज हामी शिव शनि धामका यो 108 शिवलिङ्ग हो र यसको पूजाआजा, त्यसैगरी यहाँ भक्तजनहरू जब पूजा गर्न आउँछन् त्यति बेला उहाँहरूको हातमा मोबाइल र क्यामेरा, फोटो, भिडियो इत्यादि सुट पनि गरिराखेका हुन्छन्। यहाँ सेल्फी खिच्नेको पनि उत्तिकै भिड हुन्छ, उत्तिकै आनन्द हुन्छ र पूजापाठ गर्नेहरू बिहानैदेखि आउने गर्दछन्। भक्तजनहरू 108 शिवलिङ्गको पूजा गरिराख्नु भएको छ। यो शनिदेवको पूजा गर्ने ठाउँ हो। पहिला भक्तजनहरू यहीँनिर पूजा गर्छन्। यसलाई शनिदेव गाछी वा शनिदेव स्थल भनेर पनि सम्बोधन गरिँदै आएको छ, तर पछिल्लो समयमा शिव शनि धाम भनेर निकै लोकप्रिय बनेको छ।